गाइज वेलकम ब्याक माई युट्युब च्यानल। हजुर कस्तो हुनुहुन्छ? म सन्चै आरामै छु। म आशा गर्छु हजुर पनि सन्चै आरामै हुनुहुन्छ होला भनेर। अनि म आज पनि फेरि सानो नयाँ मेरो मिनी भ्लगमा स्वागत गर्न चाहन्छु। आज चाहिँ हाम्रो हिजो अनि अस्ति हामी कन्टिन्यू रूपमा चाहिँ धाराहरू बनाएर बिजी भएर भ्लगहरू नि बनाउनु पाइरहेको छैन मैले। म चाहिँ अहिले गाउँमा छु अनि तपाईँहरूले माया गरिदिइराख्नु भएको छ। सो त्यही भएर अझै माया गरिदिनु होला। अनि आज चाहिँ म त्यो धाराको फोटोहरू खिच्न आउने रे मान्छेहरू अनि त्यहाँ गइराखेको छु। सो अनि त्यहाँनिर अब के हुन्छ है हेरौँ। अनि हामीले चाहिँ करिब म आएको दिनबाट चाहिँ म जस्तै 5 गते आएको 6 गतेबाट चाहिँ एकदम एक दिन नि खाली छैन क्या। पुरा काम भइरहेको छैन। अनि अहिले पनि त्यतिखेर म सधैँ चाहिँ काममा गइसक्थेँ। आज चाहिँ नगएको क्या। म अलिक थकाइ पनि लाग्यो है। त्यही भएको कारणले अब चाहिँ म काममा जान लाग्छ अरे। त्यहाँ फोटो खिच्ने मान्छे आउँदैछ नि यहीँ पर हो। सो देखाउँछु है त मैले तपाईँहरूलाई के हुन्छ त्यहाँनिर। सो ल है त गाइजहरू लगभग म चाहिँ आइपुग्न लागिसकेँ। त्यहाँनिर हो जानुपर्ने ठाउँ चाहिँ। प्रवेश भाइ आयो कि नै? फिल्डमा उत्रो कि नै बुढा? बाटो यस्तै छ है गाउँको। कालो ओह्रालो भन्ज्याङ चौतारी भन्ने त्यहीँ कलाएर त्यहीँ हो। त्यही हो ट्याङ्की चाहिँ। हिजो मैले रङ लगाएको थिएँ नि त हो त्यही ट्याङ्की हो। त्यहीँनिर जानुपर्ने स्थिति आयो। ट्याङ्की चाहिँ यस्तो छ। यहाँ फोटो खिच्नेको चहल पहल यता ट्याक्क लाएर अस्तिको के अरे रिबेस फोटो खिच्ने क्रम यस्तो भइरहेको छ है। दौड यहाँ चाहिँ टुङ लाएर एकदम यत्तिकै मान्छेको लागि फोटो खिच्नु आज धारा हस्तान्तरण हुँदैछ। ल फोटो खिच्नको लागि लाइन अब ल है ट्याक्क लाएर यता जिउँदैहरू फोटो खिच्नको लागि लाइन है। यो चाहिँ गाइज आज हस्तान्तरण हुँदैछ यो ट्याङ्की। त्यही भएर फोटो खिच्नको लागि लाइन। फोटो सेक्सन चाहिँ सक्यो गाइस होइन। अब म चाहिँ यता घर आएर खाना खाएर पनि अब म अर्को कामको लागि जाँदैछु है। अनि के हुँदैछ त गाउँतिरको चहल पहल यस्तै छ होइन। गाउँतिर चाहिँ उकालो ओह्रालो हावा पानी यस्तै छ। सो आजको मिनी भ्लग कस्तो लाग्छ? भ्लगलाई चाहिँ एन्ड गर्नुपर्ने हुन्छ होइन। लाइक सेयर एन्ड कमेन्ट गर्नु होला भिडियो मन परेमा। अनि अझै यस्तो प्रतिक्रिया दिनु होला कस्तो छ भिडियोहरू। अनि त्यही नै हो है त गाइस। सी यु सुन।